नमस्कार, शुभ बिहानी। सम्पूर्ण शिक्षक सेवा आयोग खुला प्रतिस्पर्धातर्फ अथवा आन्तरिक बढुवातर्फ तयारी गरिरहनुभएका उम्मेद्वारहरू र शिक्षण अध्यापन अनुमति पत्र अथवा टिचिङ लाइसेन्सको तयारी गरिरहनुभएका उम्मेद्वारहरूको लागि अत्यन्त महत्त्वपूर्ण सामग्री अथवा कन्टेन्ट ल्याएर म यहाँहरूको अगाडि उपस्थित भइसकेको छु। आजको मेरो कन्टेन्ट रहेको छ लर्निङ थ्योरिज। बालबालिकाहरूले के कसरी सिक्दछन्, बालबालिकाहरूको सिकाइमा प्रभाव पार्ने तत्त्वहरू के हुन्, बालबालिकाहरूको सिकाइलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने सन्दर्भमा संसारका मनोविदहरू, शिक्षाविदहरू र दार्शनिकहरूले गहिरो अध्ययन, अनुसन्धान र चिन्तन गरेर विभिन्न सिद्धान्तहरू प्रतिपादन गरेका छन्। जुन सिद्धान्तहरूलाई हामीले विशेष गरेर तीनवटा क्याटेगोरिजहरूमा राखेर अध्ययन गर्नुपर्ने हुन्छ। पहिलो रहेको छ बिहेभियरिस्ट लर्निङ थ्योरी अथवा बिहेभियरिजम, जसलाई हामी व्यवहारवादी सिकाइको सिद्धान्त भन्दछौँ। त्यस्तै गरेर दोस्रो रहेको छ कग्निटिभ लर्निङ थ्योरी अथवा कग्निटिभिजम, जसलाई हामी संज्ञानवादी सिकाइको सिद्धान्त भन्दछौँ। र तेस्रो रहेको छ कन्स्ट्रक्टिभिजम, जसलाई हामी संरचनावाद अथवा संरचनावादी सिकाइको सिद्धान्त भनेर भन्दछौँ। अब यी तीनवटा स्कुल अफ थट अफ लर्निङको बारेमा हामी एक एक गरेर छलफल गरौँ। सबैभन्दा पहिला व्यवहारवादी सिकाइको सिद्धान्त अथवा बिहेभियरिस्ट लर्निङ थ्योरीको बारेमा चर्चा गरौँ। बिहेभियरिस्ट लर्निङ थ्योरीले व्यवहारमा परिवर्तनलाई जोड दिन्छ। यो सिद्धान्त स्टिमुलस रेस्पोन्समा आधारित छ। उत्तेजना, प्रतिक्रिया, त्यस्तै गरेर पुनर्बल अथवा रिइन्फोर्समेन्ट मार्फत सिकाइ हुन्छ भन्ने कुरामा यसले जोड दिन्छ। विशेष गरेर व्यवहारवादी सिकाइ सिद्धान्तलाई जुन चाहिँ पक्ष गर्ने मनोविदहरू, शिक्षाविदहरूले वातावरणलाई जोड दिएका छन्। व्हाट टाइप्स अफ इन्भाइरोमेन्ट वी क्यान प्रोभाइड टु द चिल्ड्रेन, द सिमिलर टाइप्स अफ लर्निङ दे मे अचिभ भनेर भनेका छन्। जस्तो वातावरण हामीले दिन्छौँ त्यस्तै वातावरणबाट त्यस्तै किसिमको सिकाइ बालबालिकाहरूले गर्दछन् भन्ने कुरामा यो क्षेत्रका मनोविदहरू अथवा शिक्षाविदहरू जोड दिन्छन्। यसमा विशेष गरेर अभ्यासको भूमिका बढी हुन्छ भनिन्छ। जति धेरै अभ्यास गरायौँ हामीले बालबालिकाहरूलाई त्यति धेरै उनीहरूको लर्निङ हुन्छ भन्ने कुरामा जोड दिन्छ। त्यस्तै गरेर यो यान्त्रिक सिकाइ हो र यसलाई सिकाइलाई हामीले विभिन्न टुक्रामा विभाजन गर्छौँ र सानो सानो सिम्पल कुराहरूलाई सिकाउँदै कम्प्लेक्स कुरामा पुग्न सकिन्छ। र यो कर्मगत रूपमा